किमु खाएको भिडियो बनाएको थियौँ होइन तपाईँले हेर्नु भयो होला राजा साहेब आउनुहुन्छ राजा हुनुहुन्छ मतलब मेरो बाबा आइए देखते हैं मजा आएगा यता चाहिँ हामीहरू चाहिँ यहाँ पिकनिक खाँदैछौँ होइन गाइज यता चाहिँ हाम्रो एउटा मासु पाक्दैछ हेर्न सक्नुहुन्छ यता मासु पाक्दैछ मैले बनाएको यता महारानीजीले बनाएको देख्नु भाला हजुरले उहाँ दिजु एन्ड मी एन्ड उहाँ बाल बान्न लाग्नु भएको छ म्याडम होइन उहाँले चाहिँ हामीले किमु खाएको भिडियो बनाएको थियौँ होइन तपाईँले हेर्नु भयो होला यिनी खुसिनी भनेर के यता चाहिँ छन् मान्छे यी सबभन्दातिर मुस्किल खाने के बने होइन नमस्ते ढोक्दिया करे आलु पनि काचेको आयो हामी यो पाठो त यसलाई त मै हेर्नु गएछ यो पाठो कति बदमासी हो तँलाई त मै भुलेर आउँछु बाबा हेर्नु गएछ यो पाठो कति बस हेरे होला यार हाल्ले नली देख्न सक्नुहुन्छ हजुरहरू कति चप हल्लिने का आयो बेटा यसलाई निकालेकोले हो के भित्र जान त कहीँ चाहिँ भित्र जान आएन यार जा भित्र जा है भने मैले जानेको छु अच्छा ल हेर्नुहोस् मैले यसलाई यस्तरी लुकाएको छु ल यो हाम्रो घर हो त्यो चाहिँ मेरो दिदीको घर हो यसको मान्छे यस्तरी मेरा मोबाइल उता राजा साहेब आउनुहुन्छ राजा हुनुहुन्छ मतलब मेरो बाबा ड्याडी या कस्तै बा रोटी के यार या हाम्रो बुङ्गुर आज मेरो मम्मी एकछिन छ अनि उता दिजु बाख्रालाई घाँस हाल्दै हुनुहुन्छ अनि उतानिर चाहिँ हाम्रो पिकनिक हुन्छ ल म गाउँमा पो खाना खान आऊ मलाई त नसोध्नु म चाहिँ पठाएको छु खै छैन म आइहाल्नु कति राम्रो होइन हामी छौँ फाइनली 8 जना उता नल्कामा 2 जना छन् गाइज 2 अनि उता 3 4 5 यता 6 7 8 भात चाहिँ यता पकाएको छ हाम्रो भात यता कहीँ चाहिँ जहिले लाग्यो त्यो पनि आएको त देख्छु यता यो मेरो ठुसिनी साथी हो कि होइन चलो नि ठुसिन्छ मात्र यार ए छुट्टी भने मैले ठुसिनी भने देख्नु भयो एकचोटि मेरो ब्लग बनाउँदाखेरि ननाङ्गी थिएँ मैले कगत लगाएको थिएँ नन्दा गीता म पनि नानी भन्दै थिएँ ग्याउटी हो त्यो सानी छ त गीता यो गीता यो देवा बिचबाट साँप निक्ले जस्तो हुँदै
गए बस्नु के गर त यो गाई चाहिँ धेरै हरामी छ है तिमी चाहिँ कस्तो छुच्ची जस्तो धेरै बोल्छ त बिहान कस्तो गरेको तिमीले अघि मैं कि खान थिएँ एकचोटि देख्नु भएन यो मेरो मिल्ने साथी हो तर यसको मेरो बेस्ट फ्रेन्ड टुटिसक्यो मेरो बेस्ट फ्रेन्ड एकैजना छन् गोदा र तिम्रो यसै मिल्छ र तेरो कसम मात्र हेलो गाइस गीता तिम भन्नु त के हो त गीता राते बस्यो क्या हो त जाडु न आफ्नो मन त्यहाँ भुक्कल ले रन भुक्कल हेर्न गीता हेर्न जाने यार तिमी भुक्कल उरा के गाइस म त पहिल्यै यो सिद्धि एकजना यहाँ बस्छ ओके